अकुत आर्जनमा डामे इन्जिनियर अख्तियारले लग्यो विशेषमा मुद्दा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक इन्जिनियर विरुद्ध अकुत आर्जनको मुद्दा दायर गरेको छ। अख्तियारले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरुद्ध विशेषमा मुद्दा दायर गरेको हो। 17 वर्षको जागिर अवधि र सो समयमा आम्दानी तथा खर्चको विश्लेषण गर्दा झण्डै 2 करोड 25 लाख रकम अस्वाभाविक आय देखेको भन्दै अख्तियारले इन्जिनियर चौधरी विरुद्ध प्रशासन मुद्दा चलाएको हो। आयोगको अनुसार इन्जिनियर चौधरीले पदीय मर्यादा विपरीत कार्यहरू गरी गैर सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ। आयोगको आरोप पत्रमा 2065 पुस 11 गतेदेखि 82 असार 29 गतेसम्मको जाँच अवधिमा चौधरी र उनको परिवारको वैध आम्दानी 2 करोड 72 लाख 55,766 रुपियाँ 6 पैसा मात्र देखिएको र सोही अवधिमा उनले कुल खर्च तथा लगानी 4 करोड 98 लाख 68,889 रुपियाँ 42 पैसा भेटिएको हो। कुल वैध आय र व्ययको तुलना गर्दा आम्दानी भन्दा खर्च र लगानी 2 करोड 26 लाख 13,123 रुपियाँ 36 पैसा बढी देखेको अख्तियारले जनाएको छ। यसरी त्यो रकम अस्वाभाविक र अमिल्दो भेटेकाले अख्तियारले इन्जिनियर शैलेन्द्र कुमार चौधरी र उनको श्रीमती अर्पणा कुमारी दुवैलाई प्रतिवादी बनाएको छ।